म यो भन्न आएको खड्ग फागोलाई जिताएर यो भूगोलले बतायो भने गर्न सक्ने काम इमान्दारितापूर्वक खड्ग फागो मार्फत हामी पनि सामेल भएर गर्नेछ। त्यो उहाँका पश्चिमतिर विश्व प्रकाश होला, उहाँको पश्चिमतिर गगन थापा प्रधानमन्त्रीको रूपमा होला। हामी सबै त्यसमा साथमा छौँ। यो कर्म गर्नलाई जाँदै गर्दा अर्को पनि आग्रह जित्नुपर्छ भन्ने नाममा विपक्षीलाई गाली गर्ने कुरा कांग्रेसको मञ्चबाट गर्ने काम बन्द गर्नुपर्छ। गालीको संस्कृति नेपालको राजनीतिबाट डिलिट गर्नुपर्छ। निर्वाचनको मैदान भनेको दुश्मनीको अखडा होइन, निर्वाचनको मैदान दुश्मनीको अखडा होइन। यो विचार र व्यक्तित्व प्रतिस्पर्धाको महायज्ञ हो भनेर कांग्रेसले निलो गरेको छ। त्यसैले म साथीहरूलाई आग्रह गर्छु, यो क्षेत्रका साथीहरू, अन्य उम्मेद्वारहरू, अन्य दलका साथीहरू, अन्य दलका समर्थकहरू पनि हाम्रो समाजको जिउडाको जल्दी मर्दाको मलामी हो। हामीले सँगसँगै सहयात्रा गर्नुहोस्। कांग्रेसको मञ्चमा उभिएर दिदी कोइरालाको प्रशंसा गर्न ठूलो ताकत चाहिने, तर कांग्रेसको मञ्चमा उभिएर संसारभरि कम्युनिस्ट शासन ढल्दै गर्दाखेरि मार्क्सवादको सृजनात्मक प्रयोग र विकास गर्नु भन्न सक्ने मदन भण्डारी भन्ने एउटा नेताले त्यसरी लोकतान्त्रिकरण गर्नुभयो पार्टीलाई भन्न सकिन्छ। कांग्रेसको मञ्चमा उभिएर गिरिजाप्रसाद कोइरालाले नायकत्व गरेर देशमा शान्तिको भन्दै गर्दा प्रचण्ड त्यसमा सहमत भएर योगदान गर्नुभयो भनेर प्रशंसा गर्न फरक पर्दैन। कांग्रेसले सबैलाई गाँच्ने, सबैलाई लिएर जाने कर्म गर्छ। त्यसैले हामी गगन थापालाई प्रधानमन्त्री बनाएर जाँदै गर्दा कांग्रेसको प्रधानमन्त्रीजीले सबै गर्नुहुन्छ। एउटा नायक भइहाल्छ। एउटा नायकले सबै फिल्मको हिरोले आएर अन्तिममा सबैलाई ढाले जस्तो गरेर ढालिदिन्छ भनेर कुनै फिल्मको कथा लेख्न बसेका छैनौँ। देश बनाउन बसेका छौँ। कसैलाई लाग्ला कोही एउटा नायक आएर तिरस्मी ढङ्गले गरिदिन्छ देश, होइन। गगन थापाले नेतृत्व गर्दा त्यो मन्त्रीमण्डल राम्रो बनाएर विज्ञहरू राखेर क्षमता भएका साथीहरू राखेर 7वटा प्रदेश सरकारहरूलाई तन्दुरुस्त बनाएर 753 पालिकालाई चाहिँ जीवन्त बनाएर सबै पालिकादेखि वडाध्यक्षसम्म सिङ्गो केन्द्रको प्रधानमन्त्रीदेखि वडा सदस्यसम्मको सिङ्गो टिम हामी एक ढिका भएर देशलाई बनाउनु पर्छ भन्ने कुरामा हामी छौँ। त्यसमा सत्तामा रहेको कोही, प्रतिपक्षमा रहेको कोही, हिमालको कोही, मधेसको कोही, यो सबै कुरालाई समन्वय गरेर नेपालले देशलाई समुन्नतिको उचाइमा लानुहोस्।